अलि तल भन्नु पऱ्यो माथि हो अग्लै मान्छेले डिजाइन गर्छ आउनु नि तपाईँ अलि यता सामने आएर ल ल ल सुरु हरे ओम स्वस्ति इन्द्रो बृहस्पतिः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नक्षत्रार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु बागमती प्रदेश सभा सदस्य एवं संरक्षण तथा अध्ययन प्रतिष्ठान नवनिर्मित सभाहरूको संविधान कार्यक्रमका सभापति एवं यस प्रतिष्ठानका अध्यक्ष कृष्णराज नेपाली यस कार्यक्रममा आफ्नो अमूल्य समयलाई आश्रममा लिएर यहाँ पाल्नुहुने आजका प्रमुख अतिथि युवा नेता नुवाकोट जिल्लाका हाम्रा सम्पूर्ण युवाहरूको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामाज्यू यस कार्यक्रमका नेपाली काङ्ग्रेसका जिल्ला कार्य समिति सभापति एवं सांसद रमेश कुमार महर्ज्यू विशिष्ट अतिथि आदरणीय दाजु नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं नुवाकोटका चिर परिचित नेता ध्रुव अधिकारीज्यू
पार्टी प्रमुखज्यूहरू, प्रमुखज्यूका अधिकारीज्यू, सुरक्षाकर्मीज्यू, पत्रकार, महिला समूह, महिलाहरूलाई ऊर्जावान बनाउने बाजा समूह, महिला समूह, यहाँ उपस्थित हुने सम्पूर्ण यो आश्रमलाई माया गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, भाइ बहिनी सम्पूर्णमा यो आश्रमको तर्फबाट तपाईँलाई न्यानो बिहानको नमस्कार सहित तपाईँलाई स्वागत गर्न चाहन्छु। स्वागतम। आज हामीले नवनिर्मित सभाकक्ष उद्घाटन गर्न गइरहेका छौँ। यो भवन बनाउनदेखि निरन्तर रूपले सहयोग गर्ने दानवीर दाताहरू यहाँ उपस्थित हुनुहुन्छ। सम्पूर्णले यो आश्रमलाई सहयोग गरेर आज यो आश्रम यति राम्रो ठाउँ बनिसकेको छ। तर थुप्रै कुराहरू भन्न बाँकी छ। आज हामी सभाहरू उद्घाटन गर्दैछौँ। भोलिका दिनमा हामी यहाँ बाआमाको निमित्त के गर्न सकिन्छ हामीले मास्टर प्लान चाहिँ अगाडि बढ्ने निधो गरेका छौँ। हामीले यस्तो व्यक्तित्व भेटाएका छौँ। हाम्रो भाग्यले यो बागमती प्रदेशको मुख्य जिम्मेवारी लिनको निमित्त हाम्रो तपाईँका चिर परिचित तपाईँको भाइ, तपाईँको दाइ, तपाईँको छोरा बहादुर सिंह रामा यहाँ उपस्थित हुनुहुन्छ। भोलिको दिनमा युवा नेता रमेश कुमार महर्जी हुनुहुन्छ। उहाँले युवा आश्रमलाई अस्पताल बनाउने अहिले देशभरि देशनागरिक हस्पिटल काहीँ छैन। महिला हस्पिटल छ, बालबालिकाको हस्पिटल छ, बुढौली हस्पिटल छैन। हामीले यो भवन बनाउने बेलैमा बुढौली हस्पिटल पनि बनाउने भनेर एउटा लक्ष्य राखेका थियौँ। आज आएर हामीले सुरु गर्ने जमर्को गरेका छौँ। हाम्रो यो समय बसेको जग्गा छ। यो जग्गा प्राप्ति गरेपछि हामीले यसै वर्षबाट डिपिआर गरेर यहाँ बुढौली हस्पिटल बनाउन सुरु गर्नेछौँ। यो हस्पिटल सम्पर्क एक थोपाले सम्पन्न हुनेछ भन्ने आशा पनि राखेका छौँ। त्यसो हुँदा तपाईँहरूलाई सम्पूर्णलाई हाम्रो निम्ति स्वीकार गरेर यहाँ उपस्थित हो पत्रकारज्यूहरू, सुरक्षाकर्मीहरू, दाजुभाइ, दिदीबहिनीहरू, आमाहरू र यहाँ देशमा बस्नुहुने विशिष्ट व्यक्तित्वहरू सबैलाई मेरो हृदयदेखि नमन गर्दै आगामी दिनमा सधैँभरि तपाईँहरूले सहयोग गर्नुहुनेछ भन्ने आशा गर्दै पुनः तपाईँहरूलाई स्वागत गर्दै चाहन्छु। स्वागतम। धन्यवाद। कार्यक्रमका सभापति गर्दिनु यसै प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद नेपालज्यूलाई हार्दिक आग्रह। अब यसपछि हाम्रो आजको यस संस्थाको नवनिर्मित सभा हल समुद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री आदरणीय नेता बहादुर सिंह रामा तामाङज्यूलाई आजको प्रमुख अतिथिको आसन ग्रहण गर्ने म हार्दिक अनुरोध गर्छु। यसै गरी हाम्रो निमन्त्रणा अनुसार म आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउँछु। यसपछि हाम्रो कार्यक्रमको आतिथ्यता ग्रहण गरिदिनुहुन बागमती प्रदेश सभाका सदस्य एवं नेपाली काङ्ग्रेसका जिल्ला कार्य समिति नुवाकोटका सभापति आदरणीय नेता रमेश कुमार महर्जीलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी जिल्ला समन्वय समिति नुवाकोटका सभापति राजेन्द्र विक्रम सिंह ठकुरीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पिनपाड विदुर नगरपालिका त्यसभन्दा अगाडि यहाँ म आसन ग्रहणको क्रममा उहाँको उपस्थिति देखिनँ। फेरि आएपछि हामी आसन ग्रहण गराउनेछौँ। यसपछि ताली गाउँपालिकाका प्रमुख आदरणीय नेता सन्तमान तामाङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सूर्यगढी गाउँपालिकाका प्रमुख आदरणीय नेता सन्तबहादुर धलेज्यूलाई आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु। त्यसै गरी विदुर नगरपालिकाका उपमेयर प्रभा भट्टज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
त्यसै गरी बेलकोट नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो कार्यक्रममा अतिथिको रूपमा पाल्नुभएका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो कार्यक्रममा अतिथिको रूपमा पाल्नुभएका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दुर्गाराज रेग्मीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध। हाम्रो निमन्त्रण अनुसार राजनीतिक जिल्ला कार्य समितिका प्रमुख एवं प्रतिनिधिलाई पनि यहाँ निमन्त्रण गरिएको छ। त्यसअनुसार अहिले मैले सभापतिको नाम उच्चारण गरिसकेँ। त्यसपछि यहाँ नेपाली काङ्ग्रेसको प्रतिनिधित्व गरेर कार्यवाहक सभापति नेपाली काङ्ग्रेस नुवाकोट जिल्ला कार्य समितिका कार्यवाहक सभापति राजु थापाज्यू उपस्थित हुनुहुन्छ। उहाँलाई अतिथिको आसन गरिदिनु हार्दिक अनुरोध। त्यसै गरी नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीज्यूलाई एवं नेकपा एमाले जिल्ला कार्य समितिका प्रतिनिधि कोही हुनुभयो, म अतिथिलाई आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु। त्यसै गरी नेकपा माओवादी जिल्ला कमिटीका अध्यक्ष पुष्प लोहनी एवं अन्य प्रतिनिधिहरू हुनुभयो, म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ भोजराज पण्डितज्यूलाई प्रतिनिधित्व गरिदिनुको लागि आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका अध्यक्ष एवं प्रतिनिधि पनि हुनुहुन्छ भनेदेखि म आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु। त्यसै गरी राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधि कोही हुनुहुन्छ भने म आसन ग्रहणको लागि यहाँ प्रतिनिधिको रूपमा शिव अधिकारीज्यूलाई आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु। त्यसै गरी हाम्रो निमन्त्रण अनुसार हामीले वडा अध्यक्ष गर्दै नेकपा एकीकृत समाजवादीका सभापति एवं पार्टी प्रतिनिधि कोही हुनुहुन्छ भने आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मैले यहाँ लेखिरहेको छु, यसै विदुर 5 नम्बरका वडा अध्यक्षज्यू लीलानाथ नेउपानेज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 3 का वडा अध्यक्षज्यू बद्री रिमाललाई म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी वडा नम्बर हाम्रो निमन्त्रण अनुसार बागमती प्रदेश सभा सदस्य एवं देवकोटाज्यूलाई मञ्चमा आसन ग्रहणको लागि हार्दिक अनुरोध। त्यसै गरी पूर्व गाउँपालिका किस्माङ गाउँपालिकाका प्रमुख एवं बागमती प्रदेश सरकार मुख्यमन्त्रीको सचिवालयमा कार्यरत आदरणीय नेता छत्र लामाज्यूलाई मञ्चमा आसन ग्रहणको लागि हार्दिक अनुरोध। नुवाकोट रेड सोसाइटी जिल्ला सभापति हरि श्रेष्ठज्यूलाई मञ्चमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नुवाकोट आदर्श बहुमुखी क्याम्पस अध्यक्ष श्रीराम श्रेष्ठज्यू एवं नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सचिव पनि हुनुहुन्छ, उहाँलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नुवाकोट बहुमुखी क्याम्पसका प्रधानाध्यापक नानुमान रङ्गुचालाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी चन्द्रज्योति माध्यमिक विद्यालयका अध्यक्ष छत्रमान डङ्गोलज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। प्रधानाध्यापक बासु नेउपाने सरलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
त्यसै गरी संस्कृत माध्यमिक विद्यालय शहीद जगत प्रकाशन संस्कृत माध्यमिक विद्यालयका अध्यक्ष एवं दालुवा क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सामाजिक व्यक्तित्व आज सम्मानित हुँदै गरेका व्यक्तित्व आदरणीय व्यक्तित्व मानबहादुर डङ्गोलज्यूलाई म आसन गर्नलाई हार्दिक यसै गरी यो संस्थाको वरिष्ठ दानवीर दाताको रूपमा हामीले यहाँ पाएका हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आउनुभएका गोविन्द भट्टज्यूलाई आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पृथ्वी स्मारक संरक्षण समिति एवं रणभवन श्री माध्यमिक विद्यालयका अध्यक्ष आदरणीय दाजु गोविन्दराज श्रेष्ठलाई आशीर्वादलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विद्युत नगरपालिका पूर्व मेयर ठाकुर प्रसाद गजुरेलज्यूलाई आशीर्वादलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सामाजिक राजनीतिक व्यक्तित्व विद्युत नगरपालिकाका पूर्व प्रमुख शिव गजुरेलज्यूलाई आशीर्वादलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सामाजिक राजनीतिक व्यक्तित्व गीता अमात्यज्यूलाई आशीर्वादलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी ध्रुव ढकालज्यूलाई आशीर्वादलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सामाजिक राजनीतिक व्यक्तित्व रामचन्द्र थापाज्यूलाई आशीर्वादलाई हार्दिक आग्रह गर्दछु। उत्तम ढकालज्यूलाई आसन गर्नलाई हार्दिक आग्रह गर्दछु। त्यसै गरी राजनीतिक सामाजिक व्यक्तित्व रामचन्द्र विमानज्यूलाई आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दालुवा क्षेत्र विकास समितिका अध्यक्ष भरतकारी चित्रकारज्यूलाई आसन गर्नलाई हार्दिक आग्रह गर्दछु। हाम्रो आमन्त्रणलाई स्वीकार गरेर यहाँ पाल्नुभएका आदरणीय व्यक्तित्व नेपाली काङ्ग्रेस नुवाकोट जिल्ला कार्य समितिका पूर्व सभापति ध्रुव अधिकारीज्यूलाई आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रमलाई हामी अगाडि बढाउँदै जानेछौँ, जोड्दै जानेछौँ। यहाँ उपस्थित हुनुभएको व्यक्तित्वहरूको बारेमा जानकारी आएपछि हामी यो कार्यक्रमलाई अगाडि बढाउँछौँ। सामाजिक राजनीतिक व्यक्तित्व दानवीर सोमप्रसाद भण्डारीज्यूलाई म आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सामाजिक राजनीतिक व्यक्तित्व सुजन गजुरेलज्यूलाई आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। आदरणीय शिक्षा प्रेमी वरिष्ठ शिक्षा सेवी समाजसेवी हामी हेडसर भनेर चिन्छौँ आदरणीय व्यक्तित्व सोमप्रसाद शर्माज्यूलाई आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अर्का शैक्षिक व्यक्तित्व सामाजिक व्यक्तित्व रामप्रसाद जोशी सरलाई आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सामाजिक राजनीतिक व्यक्तित्व सुनिता तामाङज्यूलाई सुनमाया तामाङज्यूलाई आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण वडा जनप्रतिनिधिहरू वडा सदस्यज्यूहरू मैले देखिरहेको छु। एक पोस्टर रूपमा म मञ्चमा आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सम्पूर्ण उपस्थित महानुभावहरू यथास्थिति यथाआसनमा आसन गर्ने हार्दिक अनुरोध गर्दै म कार्यक्रमलाई अगाडि बढाउनेछु। गङ्गा आरती समूहका अध्यक्ष एवं प्रतिनिधिलाई म मञ्चमा आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। स्थानीय महिला समूह श्रीखाली पञ्चबाजा समूह यहाँ हामीलाई साथ दिनु गएको थियो, उहाँहरूको प्रतिनिधिलाई मञ्चमा आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। यसपछि नुवाकोट बुद्धिजीवी सङ्गठनका अध्यक्ष
मोतीराम नेपाली सरलाई मञ्चमा आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। अब यसपछि म मञ्चमा यहाँ उपस्थित पत्रकार महोदयहरू जो यहाँ उपस्थित हुनुहुन्छ उहाँहरूलाई मञ्चमा आसन गर्नलाई हार्दिक आग्रह गर्दछु र मञ्चमा आसीन सम्पूर्ण प्रमुख अतिथि सभापति प्रमुख अतिथि विशेष अतिथि अतिथिज्यूहरूलाई माला लगाएर खाला लगाएर स्वागत गरिदिनु म संस्कृत पत्रकारज्यूलाई हार्दिक आग्रह गर्दछु सहयोग गरिदिनु होला।